ज्ञानं तिमिरादस्य ज्ञानञ्जनशलाकया चक्षुरुन्मीलितं येन तस्मै श्रीगुरुवे नमः। ओम नमो नमः सर्वेभ्यो सौभाग्यभ्यो नमः। ओम नाम निप्सङ गौतम। ओम मम नाम दृष्टि गौतम। आज हामी कुर्म जयन्तीको बारेमा सानो चर्चा गर्न जाँदैछौँ। कुर्म जयन्ती हिन्दू धर्मको एक धेरै महत्त्वपूर्ण अवसर हो जसले कुर्म अवतारको जन्मदिनलाई स्मरण गराउँछ। कुर्म भगवान विष्णुको दोस्रो अवतार मानिन्छ जसमा उहाँले कछुवाको रूप लिएर समुद्र मन्थन र देवता र दानवहरूलाई सहयोग गर्नुभयो। पौराणिक कथा अनुसार मन्दरचल पर्वत समुद्र मन्थनको बेला दुब्लिन लागेको समय भगवान विष्णुले कुर्म अवतार लिएर आफ्नो पृथ्वीमा पर्वत बोकेर मन्थन सफल बनाउनुभयो। यो कथाले हामीलाई धैर्य, सहयोग र जिम्मेदारीको महत्त्व सिकाउँछ। कुर्म जयन्तीको दिनमा मान्छेहरू पूजा, व्रत, ध्यान र योग गरेर आफ्नो मनलाई शान्त र पवित्र बनाउने प्रयास गर्छन्। योगा र ध्यानले हामीलाई आन्तरिक शान्ति, सकारात्मक ऊर्जा र आत्मबल दिन्छ जसले जीवनमा आउने कठिन परिस्थितिहरूलाई सामना गर्न मद्दत गर्छ। यसरी कुर्म जयन्तीले हामीलाई धैर्य र विश्वाससँग जीवनमा अघि बढ्न प्रेरणा दिन्छ। कुर्म जयन्ती केवल धार्मिक उत्सव मात्र होइन, यो आध्यात्मिक र ऐतिहासिक दृष्टिले पनि धेरै महत्त्वपूर्ण छ। कुर्म अवतारले संसारमा सन्तुलन र स्थिरताको सन्देश दिन्छ। समुद्र मन्थनको कथाले हामीलाई मेहनत, एकता र सहयोगबाट ठुलो सफलता पाउन सकिन्छ भन्न सिख दिन्छ। यस दिनमा ध्यान, प्रार्थना र मन्त्र जप गर्नु धेरै महत्त्वपूर्ण मानिन्छ किनभने ध्यानले मनलाई केन्द्रित बनाउँछ र योगले शरीरमा दुवैलाई स्वस्थ राख्छ। कुर्म अवतारले कछुवाको रूप लिएर ठुलो जिम्मेदारी पुरा गर्नुभयो जसले हामीलाई सानो भए पनि ठुलो काम गर्न सकिन्छ भन्ने प्रेरणा दिन्छ। आजको दिनमा हामी सबैले सकारात्मक सोच, शान्ति, दया र सहयोगको भावना विकास गर्नुपर्छ। यसरी कुर्म जयन्तीले हामीलाई धार्मिक, नैतिक र आध्यात्मिक जीवनको सही बाटो देखाउँदै जीवनमा ब्यालेन्स र शान्ति ल्याउँछ। ओम नमो नमः।